नमस्ते सबैलाई। आजको यो भिडियोमा म हजुरहरूलाई मेरो एउटा बुक पढिरहेको छु, थिङ्क स्ट्रेट भन्ने। यसबाट एउटा लेसन छ, स्टप थिङ्किङ। यसका बारेमा म केही भन्न गइरहेको छु। स्टप थिङ्किङ भनिएको छ अथरका अनुसार हामी जतिखेर पनि सोचिरहेका हुन्छौँ र ती सोचहरू हाम्रा नकारात्मक पनि हुन्छन्, सकारात्मक पनि हुन्छन्। तर ती सोचहरूले हाम्रो जीवनमा केही पनि सकारात्मक प्रभाव पारिरहेका हुँदैनन्। जस्तै हामी सोच्छौँ म फेल भएपछि के होला, मलाई क्यान्सर लागे के होला, मानिसहरू मेरो बारेमा के सोच्दै होलान् भनेर हामी एक्लै बसिरहेको बेला टोलाएर सोचिरहेका हुन्छौँ। तर के साँच्चै ती सोचहरूले हजुरको जिन्दगी परिवर्तन हुन सक्छ त? अवश्य नै हुन सक्दैन। त्यसैले अथरको अनुसार हामीले यस्ता सोचहरूलाई सोच्नु नै पर्दैन के। हामीले यसलाई जति सकिन्छ त्यति कम सोच्ने गर्नुपर्छ। यी सोचहरू दिमागमा नै ल्याउनु हुँदैन। र अर्को कुरा, जस्तै हामी सोच्छौँ नि म जीवनमा अड्क्यो भने के होला, मैले यो स्कलरसिप नपाएपछि के होला, म कसरी पढ्ला, म आफ्नो गोल कसरी एचिभ गर्ला भन्ने विभिन्न टेन्सनहरू छ। तर त्यो सोची समाधान हुने भएपछि सबै मान्छेहरू अहिले समाधान गरिसक्थे होला। तर त्यो सोचेर मात्र नभएर त्यसमा काम गरेर त्यो एचिभ गर्न सकिन्छ भनिएको छ। अर्को कुरा, हामीले वेट गर्नुपर्छ। हामीले जे कुरा पनि उतिखेरै हुँदैन र हामीले सोचेको कुरा जतिखेर हामीलाई चाहियो त्यतिखेर नै हामी पाउन सक्दैनौँ। त्यसकारण हामीले यदि धैर्यका साथ अगाडि बढ्न सक्यौँ भने हामी अवश्य नै आफ्नो गन्तव्यतर्फ जानेछौँ। र एउटा अर्को मैले च्याप्टर पढेँ जसको नाम थियो इनसाइड योर कन्ट्रोल एन्ड आउटसाइड योर कन्ट्रोल। हाम्रो दिमागमा विभिन्न थटहरू आउँछन् र यदि हजुरले थटहरूलाई फिल्टर गर्न सक्नुभयो भने के को क्राइटेरियामा भने यस्ता थटहरू जो हजुरको कन्ट्रोलमा छन् र यस्ता थटहरू जो हजुरको कन्ट्रोलमा छैनन्, यो हजुरले थाहा पाउन सक्नुभयो भने, र यस्ता थटहरू जो हजुरको कन्ट्रोलमा छैनन् नि त्यस्तोलाई हजुरले इलिमिनेट गर्नुभयो भनेपछि 99% अफ जति पनि ऱ्यान्डम थटहरू छन् त्यो हजुर सोच्नु नै हुँदैन कि, हजुरको दिमागमा नै आउँदैन। किनकि मोस्ट अफ द थटहरू यस्ता आउँछन् जो हजुर कन्ट्रोल गर्न सक्नु हुँदैन। हजुरले कन्ट्रोल गर्न सक्ने भनेको 3-4वटा कुराहरू मात्र छ। त्यो आफ्नो डिजायर, इच्छाहरू, अर्को एक्सन, आफूले के काम गर्ने त, ओड्सहरू के बोलिन्छ र आफ्नो इन्टेन्सन। त्यसकारण अथरको अनुसार हामीले दुईटा खाले थटहरूमा मात्र फोकस गर्नुपर्छ। यस्ता थटहरू जो those thoughts which can have the ability to solve the problems. Okay, a problem is just an unanswered question. So if we think in our brain to solve those kind of problems, then that is useful thought and that make our life good. ओके, इम्प्रुभड। एन्ड अर्को थट भनेको अन्डरस्ट्यान्डिङ नलेज भनेको छ। जति पनि हजुरले नलेज गेन गर्नुभएको छ, यु क्यान मिक्स अप द्याट नलेज एन्ड इम्प्लिमेन्ट द्याट नलेज टु इम्प्रुभ डिफ्रेन्ट सेक्सन अफ यर लाइफ, लाइक रिलेसनसिप, करियर, लाइफ, वर्क, एसेट्रा। सो एउटा दुईवटा कुरा मात्र सोच्ने रे। एउटा भनेको सोच्दाखेरि यस्ता विचारहरू दिमागमा ल्याउनुहोस् जो विचारले केही पनि समस्या छ भने त्यसलाई समाधान गर्न सकोस्। र अर्को भनेको जति पनि हजुरसँग नलेज छन् त्यसलाई कलेक्ट गर्नु, त्यसलाई मिक्स गर्नु, खिचडी बनाउनुहोस् र एउटा नयाँ कुराको इन्भेन्ट गर्नु। भनिन्छ नि, स्टिभ जब्सले नि भनेका छन्, हजुर डटहरू अगाडि हेरेर कनेक्ट कहिले पनि गर्न सक्नु हुँदैन। डटहरू कनेक्ट गर्ने भनेको पछाडि हेरेर, हजुरको पास्टलाई हेरेर, हजुरले पास्टमा के कुरा सिक्नुभयो त्योमा भर पर्छ। र आफूमा विश्वास राख्नुहोस् कि भविष्यमा हजुर डटहरू कनेक्ट गरेर एउटा नयाँ कुरा इन्भेन्ट गर्न सक्नुहुन्छ। यति भन्दै म आजको यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।